बाजे लाग्छ ल दुईमा फुटायो ल दा भयो अझै हुन्छ हुन्छ अरू कुन चाहिँ छ आज चाहिँ यहाँ बडीको घरमा आएको मात्रै थिएँ वक गरेर टक्कै ब्रेकफास्ट पनि बनाइदिइहाल्नु भयो हो यो स्विट पोटेटो इज भेरी गुड फर हेल्थ दुईवटा लडाइसकेको छु अब रातो आलु पनि उसिनिनु हुँदैछ बडीले थ्याङ्क यू सो मच बडीलाई यहाँनिर भेना सिला बडाहरूले पनि खानुहुँदैछ बडी चाहिँ भित्र आलु उसिनिँदैछ बिचरा हे गाइज वेलकम ब्याक टु माई च्यानल है फेरि पनि आज दिन भ्लग सुरु भइरहेको छ सो ह्याड माई ब्रेकफास्ट अब इस 9 AM आज चाहिँ जाँदैछु रोड बनाउनु है किनभने रोड चाहिँ आज चाहिँ सबै समाजको मिलेर बनाउँदैछ सिमेन्टेड आधी बाटोसम्म सिमेन्टेड भइसक्यो भने लगभग आधी बाटोसम्म जोडाउँदै जाँदैछ सबै समाजका मिलेर सो आजको हतियार यो छ एक्टिभिटिजहरू तपाईँहरूलाई भिडियोमा देखाउँछु सो यो मेरो गाउँको दृश्य हो यो रोड चाहिँ अल्टरनेटिभ रोड हो तपाईँहरूलाई मैले भन्दै थिएँ होइन बर्खामाको सिजन आउँदैछ नि त त्यही भएर प्रिकसन गरेको किनभने बाटो भन्ने कुरा एकदम जरुरी छ सबैलाई सो बर्खामा चाहिँ डिस्टर्बेन्स नहोस् भनेर चाहिँ अल्टरनेटिभ रुटको चाहिँ धेरै सजिलो छ नि त पुरानो सोलिङहरूले गर्दाखेरि सो आइएम गोइङ फर द सोसल वर्क फर माई सोसाइटी सो दिस इज कोदालो अब यसको खेला अर्कै हुन्छ ढलाइमा हुन्छ खेला स्टे ट्युन गाइज सो काम भनी स्टार्ट भइसकेको छ म अलिकति ढिलो पुगेछु है हेर्नुहोस् है तपाईँहरूले सबैजना टिम वर्क हेर्नुहोस् गरिरहेको छ है टक्कै अब म पनि गएर सघाउनुपर्छ आज ढुङ्गाहरू ओसार्दै कति जग्गा अप्ठ्यारो जग्गामा सोलिङ इभन अब हेर्नुहोस् है लेडिज है यो धेरै एजकाहरू पनि छ उहाँहरू पनि आएर आफ्नो हातलाई हात अगाडि बढाएर रोडप्रति छ एकदमै के भन्नु यसलाई अब इक्जाम्पल हो त्यो यो हाम्रो लागि विदाउट एनी सपोर्ट फ्रम गभर्मेन्ट होइन सबै सिनियर सिटिजनहरू हुनुहुन्छ सबै आमा पार्टी सबैजना है आउनु भएको छ सघाउनु सो हामी चाहिँ डिपेन्डेन्ट चाहिँ हुँदैन क्या गभर्मेन्टले बनाइदिन्छ हुन त यो एरिया जिटिए क्षेत्रमै पर्छ हाम्रो यो बिजनबारी रेलिङ दङ्गिया है दङ्गिया भन्छ यो जग्गा थापा गाउँ टु दङ्गियाको बिचमा हो अनि वाइ है हामीले चाहिँ गभर्मेन्टमा मात्रै गभर्मेन्टले दिन्छ दिँदैन दिएको छैन भन्दै हामी रिसाउनु हुँदैन एक दिन अवश्य नै एडमिनिस्ट्रेसनले हेरिदिनुहुन्छ होला है किनभने उहाँहरूले आफ्नै तरिकाले काम गरिरहेको हुन्छ भने एक दिन अवश्य नै हरेक गाउँमा है दुःख चाहिँ पाइँदैन जस्तो लाग्छ सो स्टे पोजिटिभ है हामी चाहिँ पोजिटिभ हुनुपर्छ गभर्मेन्टप्रति एउटा जुन चाहिँ जिटिएका हाम्रो चिफ अनित थापाजी हुनुहुन्छ अवश्य उहाँले आजको दिनमा उहाँ छ पोजिसनमा है र अवश्य एक दिन उहाँले पनि आएर जग्गालाई भिजिट गरिदिनुहुन्छ र क्षेत्रका जो हाम्रा सभासदजीहरू छ उहाँले पनि सपोर्ट गर्छ भन्ने दिन आश गरेको छु मैले आशमै छ हाम्रो जिन्दगी है र पनि हामी आशमै बसिबस्नेछौँ तर हामी यसरी लगातार आफ्नो दममा चाहिँ गरिरहनेछ Still going on with my team. बडा पनि हुनुहुन्छ बडा हेलो तपाईँलाई र यसरी चलिरहेको छ है सो अब चाहिँ हामी गइरहेको छु खाजा खानुको लागि है पुरी एन्ड आलुदम तातो लेडिज पार्टीले बनाइरहेको छ भने आज चाहिँ हामी पुरा भोकाएको छ तर म चाहिँ पुरी ज्यादा खाँदिनँ 4टासम्म खाइदिन्छु होला आफ्टर द्याट आई विल गो फर माई स्पेसल डाइट आमाले बनाएको डाइट खानुपर्छ घरको खाना टक्कै आमाले बनाएको खानै पऱ्यो नि त लन्च सो पुरी चाहिँ आई विल गिभ कम्पनी टु माई अल लभिङ पिपल लन्चमा बनेको छ आलुदम अचार अनि पुरी
भटभट बारिरहेको छ यहाँनिर हेर्नुहोस् है मिठो बनाएको छ चारवटा खाएँ अब आजको लन्च चाहिँ अब यस्तो छ हो हल्का पुरी चाहिँ खाइभयो कम्ती भेज सुप आलु सिबी चिकन ग्रेभी रहेछ सो अब चाहिँ जानेछु र सोलिङको काम यो आधीसम्म भइसकेको छ यहाँ हाम्रो एकदमै सिनियर सिटिजन बाजे यस्तो खटिरहेको छ क्या रोड भनेपछि आजको दिनमा कति इम्पोर्टेन्ट छ बाजे तपाईँ कति वर्ष पुग्नुभयो 78 है 78 को एजमा पनि बाजेले अब आफ्नो गाउँठाउँलाई माया यसरी आफ्नो दिमागलाई इस्तेमाल गर्दै है वाल अब लाटा भाषामा इन्जिनियर एउटा बाजे अब हाम्रो यहाँ वालको सरी सोलिङ लगाइरहेको छ यसरी अब यसमा भोलि टक्कै सिमेन्टेड हुन्छ सिमेन्टेडमा भोलि म हुनु सक्दिनँ र पनि यहाँ दाजुले मलाई भिडियो पठाइदिन्छु भनेछ फिनिसिङको र बाजेलाई कतिको आनन्द आउँछ यस्तो काममा एउटा सामाजिक यो काममा बाजे एकदमै खुसी है खुसी लाग्छ बाजे बाजेको एउटा एनर्जीलाई हेर्नुहोस् है बिहानदेखि खट्नु भएको बाजे भने त 78 बाजेको 78 को एजमा पनि बाजेले युथहरूसँग बराबर युथ भन्दा पनि अब बाजेले चाहिँ एकदमै बाजेको यहाँ मेन रोल छ यो सोलिङको लागि आमामा यस्तो हाइवे त पिच जस्तो देखिरहेको छ नि त भोलि यसमा बाजे के हुन्छ भनिदिनुहोस् त अलिकति बाजे भोलि अब यसमा सिमेन्टेडहरू है बलौटा गिटीको काम छ है र हाम्रो सानसानो भाइहरू पनि देख्नुभयो होला सानसानो भाइहरू पनि खटिरहेको छ मेरो प्यारो बाजेसँग एकदमै कन्क्लुजन भिडियो छ रोडप्रतिको बाजेले कति वर्ष दुःख गर्नुभयो यो बाटोको लागि उहिलेदेखि खटेको है रोडको प्रति अब बहुत साल अगाडिको बाटो पहिले होइन डिपार्टको 84 होइन अगाडि 64 सालतिर होला 64 हो अन्त हाम्रो बाजेले चाहिँ एकदमै एउटा यो हाम्रो लागि उत्साही हो एनर्जी हो बाजे जस्तो मान्छेले यसरी खट्दाखेरि हामीलाई पनि जोस आउँछ र बाजेको जस्तो मान्छेको आशीर्वाद हामीलाई चाहिन्छ यस्तो एजमा पनि खटिरहनु भएको छ अझैसम्म काम गर्नुहुन्छ है बाजे काम गरेको राम्रो नि त बिमारले भेट्दैन त्यही त होइन बाजे नभए त्यसलाई बस्दै खाँदै गरेको भए के हुन्थ्यो रोगले भेट्दैन नि है बाजेले मेरो भिडियो हेर्छ है मनपर्छ है अन्त मेरो बिचारा बाजेले र बाजे र आज नाति बाजे चाहिँ जोड खटाइ भएको छ यो बाटोमा बाजे यस्तो दिनुहोस् हल्का यस यो हो नि त हेभी थकान भइसकिएको छ भने तपाईँहरूलाई भन्न चाहन्छु यस्तो डर त थाक्यो हजुर जिन्दगीमा नगरेको कामहरू पनि गर्नुपर्दो रहेछ सो आजको ब्लग यही इन्ड गर्छु अब अलिकति चिया बनाएको छु हल्का स्ट्रङ टी सम्पूर्ण मेरो च्यानलमा हेर्नुहुने भ्लगवासीलाई धेरै धेरै धन्यवाद छ आजको ब्लग तपाईँहरूले देखिहाल्नुभयो खटाइ हेभी छ एकदमै दुःख छ बाटो भोलि ढलाइ रहेछ म भोलि हुँदिनँ ढलाइमा किनभने आई हेभ गट टु गो है ब्याक टु द सोर्स है सो अब चिया खाएर नै ब्लग इन्ड गर्दैछु सम्पूर्णलाई धन्यवाद।